दर्शकबिन नमस्ते। निर्मला नेपाली युट्युब च्यानलमा भने कान्छी सिरियल भाग 261 आइसकेको छ। 261 एपिसोड भने अहिले निकै राम्रो एपिसोड रहेको छ। 261 एपिसोडमा भने अहिले प्रिया जङ्गलमै रहिछिन्। उनी प्रिया जङ्गलमा छिन्। उनी अहिले जङ्गलबाट बाहिर निस्किन सकेकी छैनन्। उनको न हब्बा छ न केही छ। उनले केही खाने कुरासम्म पानी समेत खान पाइछिन्। त्यसैले उनी अहिले जङ्गलमै बसिरहेकी छिन्। उनी हिँड्न नसकेर अनि उनी एकसरे तलाएर बसिरहँदाखेरि भने एक्कासी कान्छी आएर भन्छन्, तँलाई यस्तै हुनुपर्छ, त बल्ल अर्काको घरबार बिगार्ने भयो हुँदाखेरि तँलाई यस्तै सजाय गर्नु हुने, तँलाई ठिक भयो भन्दै भन्छन्। अनि त्यसपछि भन्छन्, त कान्छी फेरि किन आइस, यहाँ किन आइस भन्दै भन्छन्। अनि कान्छीले भन्छन्, म तेरो हाल खबर बुझ्नका लागि म यहाँ जङ्गलमा आएको हुँ। त कस्तो अवस्थामा छिस्, के गर्दैछिस् भनेर म तेरो अवस्था हेर्न आएको हुँ भन्दै भन्छन्। त्यसपछि भने प्रियाले फेरि त कान्छी मलाई फेरि दुःख दिन लागिस् भन्दै उनले धेरै भन्छन्। अनि त्यसपछि भन्छन् कि कान्छी धेरै गरल हाँसिराख्छिन्। अनि प्रिया हेरेको हेरे हुन्छन्। अब के साँच्चीकै प्रियाले अब के गर्छिन् त कमेन्ट बक्समा लेखिदिनु होला।